सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनवधीतमस्तु मा विद्विषावहै शान्ति शान्ति शान्ति। नमस्ते, म स्वर्ण कमल। कृष्ण यजुर्वेदको तैत्तिरीय शाखा अन्तर्गत तैत्तिरीय उपनिषदमा व्याख्या गरिएको यो महत्त्वपूर्ण शान्ति मन्त्र यसले भन्दछ, हे प्रभु हामीलाई रक्षा गर्नुहोस्। हामी भनेको म बोल्दै गरेको म र सुन्दै गर्नुभएको तपाईँ। हामी पराक्रमी बन्न सकौँ, हामी तेजस्वी बन्न सकौँ, आफ्नो लक्ष्य प्राप्तिमा अग्रसर रहन सकौँ, हामी बीच कुनै किसिमको द्वेष शङ्का भाव नरहोस्, एक रूपबाट अगाडि बढ्न सकौँ भन्ने यसको आशय हो। यो मन्त्रको व्याख्यातिर भन्दा पनि योग के हो भन्ने विषयमा म अलिकति केही चर्चा गर्न चाहन्छु। योग मतलब जोड। जब हामी शरीर मन र आत्माको समन्वयबाट परमात्मासँग एकाकार गर्ने अथवा जोडिने त्यो विधि नै योग हो। वैदिक शास्त्रहरूले बताएका छन् योगको बारेमा। जस्तो भगवत गीताको दोस्रो अध्यायको 48औं श्लोकमा हेर्यौं भने योगस्त कुरु कर्माणि सङ्ग त्यक्ता धनञ्जय सिद्ध सिद्धो समो भूत्वा समत्वम योग उच्यते। अर्थात् समभावमा रहेर सम्पूर्ण आसक्तिबाट मुक्त भएर सफलता असफलतामा समान रहेर जब कर्म गर्दछौ अर्जुन, त्यो नै योग हो। त्यो नै शरीर मन र आत्माको पूर्ण रूपमा समन्वय हो, परमात्मासँग जोडिने आधार हो भनेर भन्नुभएको हो। त्यस्तै किसिमबाट भगवत गीताकै 4औं अध्यायको पहिलो श्लोकलाई हेर्यौं भने योग कहिले सुरु भयो र कसरी आयो भन्ने कुराको बारेमा हामी जानकारी पाउँदछौँ। भगवान कृष्णले अर्जुनलाई बताउनु भएको छ, सबैभन्दा पहिला मैले योग सूर्यदेवलाई दिएको थिएँ अथवा सूर्य भगवानलाई दिएको, देवतालाई दिएको थिएँ। सूर्यदेवबाट यो योग मानवहरूका पिता मनुलाई उपलब्ध भयो, मनुबाट राजा इच्छकुलाई उपलब्ध भयो र इच्छकुबाट ऋषि महर्षिहरू हुँदै गुरु शिष्य परम्पराबाट यो योग नित्य रूपमा मानव समुदायमा चलिरहेको छ भनेर भन्नुभएको छ। योगका आफ्नै विधिहरू छन्। जस्तो हामीले महर्षि पतञ्जलिको अष्टाङ्ग योगको मार्गलाई हेर्न सक्दछौँ। अष्टाङ्ग योगको मार्गमा 8वटा अङ्गहरू अथवा भर्याङका स्टेपहरूको रूपमा पनि हामी यसलाई लिन सक्छौँ। अष्टाङ्ग योगको मार्ग त्यो भर्याङ हो जसले हामीलाई समाधिको बाटोतर्फ उन्मुख गराउँछ, हामीलाई पूर्ण रूपमा आत्मालाई परमात्मासँग जोड्ने त्यो विधिको बारेमा जानकारी गराउँछ। अष्टाङ्ग मार्गमा अथवा अष्टाङ्ग योगमा 8वटा अङ्गहरू छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि। हामीले आफूले अरूप्रति गर्नुपर्ने नैतिक आचरणहरू यम हुन्। जस्तो चोरी नगर्नु, हिंसा नगर्नु, अरूलाई झुटो नबोल्नु, ब्रह्मचर्यमा रहनु, चाहिने भन्दा अधिक सङ्ग्रह नगर्नु, यी सबै यमका कुराहरू हुन्। हामीले आफैप्रति अपनाउनु पर्ने नैतिक नियमहरू आचरणहरू नियम अन्तर्गत पर्दछन्। जस्तो शौच, सन्तुष्टि, तप, स्वाध्याय, ईश्वर प्रणिधानी 5वटा कुराहरू नियम अन्तर्गत दिइएको छ। हामी शुद्ध रहनुपर्छ मन वचन कर्मले, हामी सन्तुष्ट रहनुपर्दछ, तपस्या गर्नुपर्दछ, हामी स्वाध्ययनशील रहनुपर्दछ र ईश्वर प्रणिधान अथवा ईश्वर एकाकारमा लागि पर्नुपर्दछ भन्ने नियमले अर्थ्याएको छ। त्यस्तै किसिमबाट विभिन्न आसनहरू जसलाई हामीले सामान्य अर्थमा योग भनेर बुझ्ने गर्दछौँ, मात्र ती आसनहरू हुन्। जस्तो सूर्य प्राणायाम, विभिन्न किसिमका शरीरका पोस्चरहरू। त्यस्तै किसिमबाट प्राण अथवा श्वासको गतिलाई नियन्त्रण गर्ने प्रक्रिया प्राणायाम हो। हामी कुनै कुरामा एकाग्र रहने एकाग्रताको अभ्यास धारणा हो। इन्द्रियहरूप्रतिको सजगता जो छ त्यो प्रत्याहार हो।
हामीले लक्ष्य प्राप्तिका लागि जब सम्पूर्ण एक एक गर्दै यी स्टेपहरू चढ्दै माथि 7औं तहमा पुग्दछौँ, त्यो ध्यान विधि हो। मनलाई पूर्ण एकीकृत गरेर आफ्नो कर्तव्य कर्ममा लक्ष्य प्राप्तिमा उन्मुख रहनु ध्यान हो भने ध्यानभन्दा पनि माथिल्लो उत्कृष्टताको योगको उत्कृष्टताको चरण भनेको समाधि हो। जब हामी समाधिमा पुग्दछौँ, सांसारिक शून्यता, आत्मिक पूर्णताको छर्लङ्गता हामीले भेट्दछौँ। यसकारण समभाव, सद्भाव, शान्त भावको मार्गमा रहौँ। भित्र दिव्यता र बाहिर स्वर्णिमताको लागि पहल गरौँ। सत्कर्मको बाटोमा सधैँ अगाडि बढौँ। यति भन्दै आजलाई यहीँ बिदा हुन चाहन्छु। हस्त।